पहिलो कुरो त इतिहासमा यो चुनावप्रति अत्यन्तै अन्योलता छ, राजनीतिक पार्टीहरूप्रति अन्योलता छ, उम्मेदवारहरूलाई नै अन्योलता छ होइन। जनतामा एक खालको निराशा छ र हामीले अहिले यो चुनाव हुन्छ कि हुँदैन, चुनाव कुन मिसनको निम्ति चुनाव हो, के उद्देश्यले यो अहिले चाहिँ चुनाव हुन गइरहेको छ भन्ने कुरोमै पनि एक ढङ्गले यो सरकारले प्रश्न पार्न सकेको छैन। त्यसैले पनि राजनीतिक पार्टीहरू बल्ल एक ढङ्गले चुनाव जस्तोसुकै प्रतिगमन भए पनि यो सरकारले जुनसुकै राजनीतिक पार्टीहरूलाई कमजोर बनाउन खोजे पनि, यो संविधान यो लोकतन्त्रलाई कमजोर बनाउन खोजे पनि आज नेकपा एमाले, नेपाली काङ्ग्रेस, अन्य राजनीतिक पार्टीहरू लोकतन्त्र बचाउन, संविधान बचाउन, यो देशलाई फेरि पनि देश बचाउन यो चुनावमा भाग लिनुपर्छ। सरकारको जुनसुकै षड्यन्त्र होस्, जुन उद्देश्य होस्, शक्ति केन्द्रहरूको जुन उद्देश्य पुरा गर्नको यो सरकार जसरी नाङ्गो नाच नाचे पनि नेपाल देश बचाउनुपर्छ, यो लोकतन्त्र संविधान बचाउनुपर्छ भने नेकपा एमाले अग्रपङ्क्तिमुखको पार्टी हो। त्यसले यो पार्टीले आफ्नो चुनाव प्रचारको निम्ति, चुनाव अभियानको निम्ति अहिले उम्मेदवारी बल्ल दर्ता भएर अहिले अब आफ्नो ठाउँबाट उम्मेदवारको हिसाबले, पार्टीको हिसाबले अब बैठक बस्ने। भर्खरै भोलि हामी नेकपा एमाले दोलखा जिल्ला कमिटीले 14 गते बैठक बसेर चुनावी कार्यतालिका बनाउने कार्यक्रम छ, चुनावी प्रचार अभियान सुरु गर्ने कार्यक्रम छ। त्यसले हामी भोलि विधिवत रूपमा बैठक बसेर चुनावी अभियान र कार्यतालिका बनाउँदैछौँ। मलाई यो विषयवस्तुमा यो पुरानो र नयाँ भन्ने भाष्यजी निर्माण गरेको छ। राजनीतिक पार्टीहरू पुरानो नयाँ हुँदैनन्। पुराना पार्टी भनेर हामीले यसलाई जुन किसिमको एउटा जनतालाई भ्रम छर्न खोजेको छ, नयाँ पार्टीले अहिले तपाईँ हेरिरहनुहोस्, 6 महिना त नयाँ पार्टीले, पुराना पार्टीले गरेन, नयाँ पार्टीले सरकार बनाएको त छ। यो अवधिको सरकार जतिको नालायक, जनतामा निराशा, जनतामा कुण्ठा, कुनै कानुन नभएको, संविधान नभएको, कुनै स्थिति विधि केही नभएको देश जस्तो एउटा परिस्थिति छ। के नयाँ भनेको यही हो? नयाँ भन्न साथ जे पनि गर्न पाइने? हामीले त एउटा समाज पनि एउटा संस्कार, संस्कृति, एउटा परम्परामा त्यो समाज टिकिरहेको छ। इतिहासदेखि त्यही संस्कार, संस्कृति टिकेको छ। आज देश हो, देश आज यो गतिले चल्न सक्छ। त्यसले तपाईँले नयाँ पार्टी, नयाँ सरकार भनेर त हामीले हेरिसक्यौँ होइन, जनताले बुझिसकेका छ। यो प्रचार मात्रै हो। आज के हो भने यो भाष्य निर्माण गरेर, यो स्टनबाज गरेर सस्तो लोकप्रियताको निम्ति गरेको यो गतिविधि यो गन्तव्यविहीन छ, लक्ष्यविहीन छ। यो साँच्चै गाउँघरको भनाइमा न त समाउने ठाउँ न त टेक्ने ठाउँको यो बिचमा तपाईँको जुन ढङ्गबाट चाहिँ एउटा प्रचारबाजी छ, यसको मलाई लाग्छ केही समय यसले बजार लिएला, तर यो अस्थायी हो, यो दिगो छैन, यसले स्थायित्व लिँदैन र साँच्चो जनताको निम्ति यसले सम्बोधन गर्दैन, देश सुरक्षाको निम्ति यसले काम गर्दैन। र यो कुनै पनि जियो पोलिटिक्स भनौँ, यो भूराजनीतिक प्रभावले आज यो नयाँ पार्टीहरू जुन उदाइरहेको छ, म त यो उदाउने, यो अस्ताउनेतर्फ पनि हो। तपाईँले देखिरहेको छ, यो अस्ताउनेतर्फ छ। उनीहरूले उदाएको देख्छन्, म चाहिँ अस्ताउनेतर्फको यो यात्रा हो। होइन, यो चाहिँ पार्टीको निर्णयलाई पार्टीमा तपाईँको इच्छा राख्न सक्छन्, पार्टीले आफ्नो मत राख्न सक्छन्, तर पार्टीले निर्णय गरिसकेपछि त्यो निर्णयलाई स्वीकार्ने हाम्रो परम्परा र हाम्रो संस्कृति र हाम्रो विधि र विधान हो। अब यसलाई चाहिँ इच्छा राख्दैमा तपाईँको चाहिँ फरक भयो, गुड भयो भन्ने फेरि पनि यो व्याख्या गरेर पार्टीभित्र
व्यक्तिहरूलाई उचाल्ने पछाड्ने, पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने नि कतिपय चाहिँ अब मिडियाले पनि भूमिका खेल्छ, कतिपय चाहिँ व्यक्तिहरूमैको चेतनाको मनमा पनि भर पर्छ, बुझाइमा पनि भर पर्छ। तर पार्टीमा समग्रमा पार्टी निर्णय भएपछि नेकपा एमाले त्यो निर्णयलाई जहिले पनि सम्मान गरेर सबै आफ्नो एकताबद्ध ढङ्गले पार्टी जिताउनको निम्ति, पार्टीको उम्मेदवारलाई जिताउनको निम्ति लागेको इतिहास छ, परम्परा छ। त्यसले अहिले जुन किसिमको एउटा प्रचार गरेर पार्टीमा एमालेमा यो छ भन्ने जुन प्रचार हो त्यो प्रचार मिथ्या साबित हुनेछ। कसैले व्यक्तिगत रूपमा पार्टी निर्णय नमान्ने, पार्टीमा अन्याय भयो भन्ने त्यो कुरो त व्यक्तिगत रूपमा त आज माधव कुमार नेपालले पनि संस्थापक महासचिव पार्टीको नेताले पनि त पार्टी विद्रोह गरेर बाहिर गएको छन्। त्यसले यस्ता चिजहरूलाई चाहिँ हामीले त्यसलाई सामान्य रूपमै लिनुपर्छ र नीतिगत रूपमा त्यस्तो छैन। र जहाँसम्म नेपाली काङ्ग्रेस पार्टी जुन ढङ्गले विभाजित गर्यो, नेपाली काङ्ग्रेसमा हामीलाई कसैले यस्तो सामान्य रूपमा पनि संविधान अनुसार, कानुन अनुसार, दलको विधेयक अनुसार, दलको विधान अनुसार चल्ने हो जुन एउटा विशेष महाधिवेशनले चाहिँ जुन किसिमको गति लियो, यो अकल्पनीय घटना हो। र यो नेपाली काङ्ग्रेसलाई कमजोर बनाउन र नेपाली काङ्ग्रेसलाई कमजोर बनाएको होइन, देशको लोकतन्त्र कमजोर, देशलाई असफल बनाउन, एउटा त्यस्तो लोकतान्त्रिक एउटा शक्तिलाई चाहिँ असफल बनाउन गरेको षड्यन्त्र हो। त्यो षड्यन्त्र आज सफल भएको छ। मलाई लाग्छ यो षड्यन्त्र टिकिरहँदैन र तपाईँ हामीले बुझ्नुपर्छ। तपाईँ हामी जस्तो मिडियाले पनि यो कुरोलाई चाहिँ अझ हामीले चाहिँ चर्काउने होइन। यो बेठिक थियो, यो गगन थापा सभापति भएको मेरो विरोध होइन, तर गगन थापा जसरी सभापति भए त्यो बाटो ठिक होइन। त्यसले मलाई लाग्छ युवाहरू आउँछ, युवाहरूले गर्नुपर्छ भने युवाहरू त सही बाटोबाट मूल बाटोबाट आउनु पर्यो नि। यो जसकेलाबाट मूल ढकालाई तोडफोड गरेर होइन, अनि यी छिर्ने जुन तरिका हो यो तरिका चाहिँ सबै यो देशलाई कमजोर बनाउन, हामी कता उपयुक्त भएन भन्ने चिन्ता चाहिँ हो। त्यसले यस्तो कुरोबाट हामी सचेत हुनुपर्छ र सही बाटो समाते जानुपर्छ। यस्तो कुरोबाट हामी दिग्भ्रमित हुनु हुँदैन। देश बचाउनुपर्छ, संविधान बचाउनुपर्छ र चुनावमा सहभागी भएर फेरि पनि नेकपा एमाले सरकार बनाउनुपर्छ अनि फेरि सही बाटोमा ल्याउनुपर्छ। म त्यसमा ढुक्क छु। पार्टीको एजेन्डा भनेको त हामीले त अहिलेको सङ्कटमा पहिलो कुरो त देश बचाउनु पर्यो। देशप्रति जुन किसिमको सङ्कट छ, संविधानप्रति, लोकतन्त्रप्रति जे किसिमको प्रतिगमन भएको छ, यो प्रतिगमनको अन्त्य गर्नुपर्छ। देशलाई निराशाबाट माथि उठाउनुपर्छ, पलायनताबाट माथि उठाउनुपर्छ, सबै असन्तुष्टिहरूको अन्त्य गर्नुपर्छ, देशमा भ्रष्टाचारको अन्त्य गर्नुपर्छ, कमिसन तन्त्रको अन्त्य गर्नुपर्छ। मेरो चाहिँ मुख्य एजेन्डा म के भन्छु भने यही ढङ्गले देशमा भ्रष्टाचार हुने हो भने देश भइरहन सक्दैन। अब देशमा एउटा चाहिँ भ्रष्टाचार मुक्त देश बनाउनुपर्छ। म दोलखामा मेरो चाहिँ 1 नम्बरमा भ्रष्टाचार मुक्त जिल्ला बनाउने मेरो मिसन हो। म चुनाव जितौँ वा हारौँ, त्यो मेरो राजनीतिक रूपमा, म व्यक्तिगत रूपमा एउटा असल नागरिकको हैसियतले म काम गर्छु। त्यो मेरो एजेन्डा हो। र दोस्रो एजेन्डा दोलखामा जुन किसिमको पूर्वाधार विकास भएको छ, जुन विकास भएको छ, हामी त्यो विकासले दोलखालाई एउटा समृद्ध दोलखा बनाउने हाम्रो मिसन हो होइन। त्यो मिसनमा काम गर्नेछु र सँगै अब भौतिक पूर्वाधारको विकास सँगसँगै आर्थिक, सामाजिक र जनताको एउटा व्यक्तित्व निर्माण पनि अब हुनुपर्छ। असल मान्छे बनाउनुपर्छ र दोलखाली जनता अब असल नागरिकको रूपमा, सभ्य नागरिकको रूपमा र सक्षम नागरिकको रूपमा दोलखाको जनतालाई बनाउनुपर्छ। र अब दोलखालाई एउटा उत्पादन उद्यमशील र दोलखाली जनतालाई एउटा चाहिँ साँच्चै दोलखाली जनता हुनुपर्छ, दोलखा जस्तो हुनुपर्छ भन्ने किसिमको दोलखालीहरूको एउटा चाहिँ नागरिक बनाउने र दोलखालाई एउटा असल दोलखा बनाउने मेरो मिसन। त्यो मिसन पार्टीको मिसन हो।
त्यसको निम्ति म के गर्छु, एमाले एक्लै त्यो गर्न सक्दैन। त्यसको निम्ति अन्य राजनीतिक पार्टीहरूसँग पनि, अन्य नागरिक समाजसँग पनि, होइन, अन्य सामाजिक संस्थाको अगुवाहरूसँग पनि सहकार्य गर्दै अन्य राजनीतिक पार्टीहरूलाई पनि यो बाटोमा हामी सहकार्य गरेर दोलखालाई एउटा त्यस्तो दोलखा बनाउने मेरो लक्ष्य छ, मेरो एजेन्डा यो छ। र म यसो भन्दाखेरि दोलखाको म एमालेको मात्रै उम्मेदवार होइन, म दोलखाको साझा उम्मेदवार हुँ भन्ने कुरोको अनुभूति र मैले आत्मविश्वासको साथ म काम गर्नेछु। त्यहाँ अहिले म एमालेको उम्मेदवार भए पनि मलाई अहिले के लाग्छ भने अन्य राजनीतिक दलको उम्मेदवार साथीहरू र म आफूलाई चाहिँ के लाग्छ भने दोलखाको म साझा उम्मेदवार हो भन्ने मैले त्यो मनोविज्ञानबाट मैले काम गरेको छु। त्यो मनोविज्ञान अरू जनता, अरू कार्यकर्ता, अरू दोलखाली राजनेताहरूमा पनि मैले त्यो अनुभूति पाएको छु। त्यसैले मलाई लाग्छ दोलखा साँच्चै मेरो निम्ति, मलाई त के थियो र म सांसद भएकै थिएँ, मन्त्री भएकै थिएँ, होइन। अब मेरो बाँकी जीवन चाहिँ अब मैले फेरि पनि चुनावबाट जितेर दोलखालाई मेरो अब अन्तिम मेरो चाहिँ लक्ष्य भनेको, जीवनको अन्तिम लक्ष्य भने दोलखा बनाउनु हो। त्यो मेरो एजेन्डा, व्यक्तिगत एजेन्डा। पार्टीले अहिले त अरू एजेन्डा त घोषणापत्र ल्याउनेछ, प्रतिबद्धता ल्याउनेछ। त्यही प्रतिबद्धता त्यो पार्टीको म बोक्नेछु र म त पार्टीको मात्रै होइन, सिङ्गो सबै पार्टीले ल्याएको एजेन्डामा साझा एजेन्डा बनाएर म जानेछु। मलाई जहाँसम्म लाग्छ, मलाई के लाग्दैन भने प्रश्नहरू छन्, प्रश्नहरू हुनसक्छ। प्रश्न नभई हामीले उत्तर दिन पनि मिल्दैन। असन्तुष्टि नभई मान्छेहरूमा करेक्सन गर्ने अवसर पनि हुँदैन, होइन। कमीहरू हुनसक्छन्, तर नियतमा हो कि होइन, सोचमा हो कि होइन, होइन। हामीले अन्जानमा भएको कमीहरू छन् भने त्यसप्रति हामी क्षमा प्रार्थी हुन चाहन्छौँ। तर म के कुरोमा प्रष्ट छु भने नियत राखेर जनता, देश र दोलखाप्रति कहिल्यै पनि हामीले कमजोर ठानेका छैनौँ। उहाँहरूलाई उच्च शिरमा राखेर 24 घन्टा रात बिहान साँझ जहिले पनि जनताप्रति समर्पित छौँ, दोलखाप्रति चिन्तित छु। हामीले आफ्नो जीवनलाई पूर्ण रूपमा त्यसमा समर्पित गरेको छु र हामी सधैँभरि त्यो क्रियाशील, परिवारको कुरो छैन, बालबच्चाको कुरो छैन, घरमा आफ्नो स्वास्थ्यको कुरो छैन। हामी सधैँ दोलखाली जनता, देश जनताको निम्ति समर्पित भएर लागेको एउटा राजनीतिक कार्यकर्ता भएको हिसाबले उहाँहरूलाई कति पटक नयाँ हुनुपर्छ भन्ने होइन, नयाँबाट त्यो खालको भरोसा नलाएर नै, नयाँले त्यो कुरोको त्यो परिपक्वता नदेखेर नै, नयाँले त्यो खालको भिजनहरू बोकेको नदेखेको कारणले नै हामीले फेरि पनि जमर्को गर्नु परेको हो। त्यसले मलाई लाग्दैन हामीप्रति जनताले विश्वास गर्ने, हामीले हिजोको विगतमा गरेको कामहरू हामीले प्रचार गरेनौँ होला, स्टनबाज गरेनौँ होला, फेसबुकमा राखेर मैले यो गरेँ भनेर प्रचार गरेनौँ होला। तर हामीले जहिले पनि दोलखाको समृद्ध अहिले जे विकास भएको छ, जे विकासको सूचीहरू छ, जनताको एउटा सूचाङ्कहरू, विकासको सूचाङ्कहरू छन्, त्यो हाम्रो पनि त्यसमा कन्ट्रिब्युसन छ। हामीले कहिले पनि गलत गरेको छैनौँ, कहिले पनि पार्टीभित्र पार्टी बाहिर जुनसुकै पत्रकारले रिसर्च, खोज, अनुसन्धान गरे पनि पार्वत गुरुङको बारेमा कहीँ कमी छैनन् र कमी भेट्दैन भन्ने कुरोमा आत्मविश्वास छ। तपाईँहरूलाई मेरो त आह्वान छ, तपाईँले खोज, चुनाव होइन, खोज पत्रकारिताको रूपमा काम गर्नुहोस् न। मेरो व्यक्तिगत जीवनमा पार्वत के हो भनेर एउटा अनुसन्धान गर्नुहोस्, रिसर्च गर्नुहोस् न। तर मैले तपाईँहरूले मेरो गल्ती केही पनि पाउनु हुनेछ, त्यो मेरो चाहिँ दृढ विश्वास हो। त्यसैले मलाई लाग्छ म साझा उम्मेदवार हुँ, म नयाँ पुरानो मलाई थाहा छैन, म दोलखाको अहिलेको आवश्यकताको उम्मेदवार हुँ र दोलखाली जनताले खोजेको उम्मेदवार हो। बनेको छ यो नेपालमा, बजेट नपर्ने होइन, बजेट छ। नेपालमा निर्माण व्यवसायीहरूले चाहिँ काम गर्दैन, अनि त्यसको दोष पनि के आउँछ त, राजनीतिक पार्टीप्रति नै आउँछ। म हिजो मात्रै चौरगेटबाट आएको छु, बजेट छ, ठेकदारले काम गरेका छैन। यो अब कार्यान्वयन भएको छैन, त्यो चाहिँ फेरि राजनीतिक पार्टीलाई आउँछ। त्यसैले यो यसको विकासको बारेमा हामी यति धेरै विकास गरिसकेका छौँ, अब त विकास के गर्ने होला भन्ने पो छ त, त्यहाँ चाहिँ हो। अब ढुक्क किन
ढुक्क त के हो भने जबसम्म म आफूलाई म जनताको बिचमा पक्कै पनि जनताले मलाई नकारात्मक सोचेको छैन। जनताको नजरमा, जनता दोलखाली जनताको आँखामा मैले उहाँहरूले प्रश्न उठ्ने काम गरेको छुइनँ। र 70 मा जितेँ, भूकम्प भयो, पुनर्निर्माणमा काम गरेको छु। 74 मा जितेँ, महामारी चल्यो, कोभिड, त्यसमा पनि काम गरेको छु। 79 मा मैले आफूलाई चुनाव लडिनँ र अहिले पनि चुनावमा यो सङ्कटको बेलामा पार्टीमा आफूले फेरि पनि उम्मेदवार आफ्नो व्यक्तिगत इच्छा भन्दा पनि दोलखाको पार्टी, दोलखाली जनताको मागको आधारमा म उम्मेदवार बनेको छु। अब मैले के हो त भन्दा मेरो विगतको अनुभवले पनि मैले हिजो पनि केही भिजनसहित काम गरेको छु, मिसनमै काम गरेको छु भने अझ मैले योबाट चाहिँ अब दोलखालाई साँच्चै मेरो अब जीवन मैले त्यहाँ समर्पित गर्नुपर्छ। दोलखालाई अब अरू नेतालाई गाली गरेर, पार्टीलाई गरेर, नयाँ पुरानोको बहस सुरु गरेर होइन, दोलखालाई यो 77 जिल्लामा दोलखा चाहिँ नमुना जिल्ला भएको तपाईँलाई म हेर्नुहोस् बनाउने प्रतिबद्धतासहित तपाईँलाई निम्तासहित बोलाउँछु। चुनाव जितौँ हारौँ, चुनावमा मैले जित्छु भनेर अहिले तपाईँले कहाँ भन्ने भन्दा दोलखाली जनताले विश्वास गरेको खण्डमा, पार्टीका नेता कार्यकर्ताहरू एकताबद्ध भएको खण्डमा म चुनाव जित्ने त म निश्चित छ। तर दोलखाली जनताले पत्याइदिएन होइन भने अस्वाभाविक रूपमा त्यो नजित्न सक्छ। अहिले तपाईँलाई मैले जित्छु भनेर यहाँ चाहिँ उफ्री तपाईँलाई इन्टरभ्यू दिने, मैले भने दोलखाली जनताले नि त्यो चाहिँ फैसला गर्ने जिम्मा चाहिँ म दोलखाली जनतालाई दिन चाहन्छु।